क्यामेरा मार्फत सम्पूर्ण मेरो दर्शकहरूलाई पनि धेरै धेरै नमस्कार र थ्याङ्क यू भन्न चाहन्छु। विगतका मेरो मलाई धेरै मन पराएर यहाँसम्म पुर्याइदिनु भयो र यो आबाट आमाको दुईटा गीत अनि टिजर दुईटै यति अपार माया दिनुभयो, त्यसको लागि धन्यवाद। र अहिले ट्रेलर पनि रिलिज भएको छ, यो पनि हेरेर यसको बारेमा समीक्षा गरिदिनु होला, यो कस्तो भयो के भयो भन्ने कुरा। र मेन कुरा चलचित्रको बारेमा मैले धेरै चिज धेरै मिडिया मार्फत बोलिसकेको छु। सानो कुरा एउटा भन्न चाहन्छु कि चलचित्र आबाट आमा माघ 16 गतेबाट चल्दैछ, जनवरी 30बाट आएर हेर्नुस्। हेरिसकेपछि मैले भन्दा यो चलचित्रको बारेमा हजुर मेरो दर्शकहरूले चाहिँ यसको प्रतिक्रिया दिएको राम्रो हुन्छ र हजुरहरू आएर चलचित्र हेरिदिनुस् र प्रतिक्रिया दिनुस्। चलचित्रको कस्तो बनेको छ भनेर मैले भन्दिनँ, यो जिम्मेदारी मेरो दर्शकहरूको, सबैलाई चुले निम्तो छ। नि भएको छैन, मलाई सधैँ म एकदमै भाग्यशाली छु यसमा चाहिँ। मैले धेरै वर्षपछि ब्याक हुँदा योभन्दा अगाडिको चलचित्र र यो चलचित्र दुईटैमा मैले एकदम मलाई अग्रस्थानमै मलाई प्रायोरिटी दिनुभएको छ। इन्डस्ट्रीको हाम्रो ग्रुपले मात्र नभएर सबै मिडियाले पनि अझै थ्याङ्क यू सो मच भन्न चाहन्छु। मिडियालाई त विशेष धन्यवाद दिन चाहन्छु किनभने सधैँ मलाई अग्रस्थानमै राख्नु भएको छ उहाँले। सृष्टिको पहिलो नाम आबाट आमा, त्यो भएर मलाई हरेक चिजमा चाहिँ पहिलो स्थानमा राख्नु भएको छ। खाना खाने बेला मैले भनेको छु, पलले यस्तो खाँदाखेरि दिदीले खानुभयो भनेर सोध्थ्यो होइन। उसले सबै आर्टिस्टहरूले, उषाले त्यस्तै गरेर हाम्रो साई ग्रेस अनि सिमरन सबैले मलाई त्यति नै प्रायोरिटी मैले भने नि त्यो मैले कमाएको चिज हो क्या। मैले मेरो सिनियरहरूलाई जे गर्थेँ त्यो चिज मैले मेरो जुनियरबाट पाएँ, गिभ एन्ड टेक। प्रदीप सरको कुरा गर्दाखेरि प्रदीप सरको त मैले भने नि धेरै चिजहरू मैले सिक्ने मौका पाएँ। अझै अहिले यति धेरै कि यहाँ तक कि एउटा फुड उहाँले, म एउटा सानो कुरा यस्तो एकदम पललाई ढिला भइसक्यो, सरको एउटा कुरा भन्छु। उहाँ कफी र पानी परिरहेको थियो, कफी र बिस्किट खाँदै होइसिन्थ्यो, खाँदाखेरि ठ्याक्क बिस्किट भुइँमा खस्यो क्या, माटोमा। अनि प्रदीप सरले स्याट काहीँ नहेरिकन बिस्किट उठाइसक्यो, फुकेर सबैतिरबाट फुकेर, हामी सानो बेलामा यस्तो यस्तो पुसेर खान्थ्यौँ नि, त्यस्तै गरेर फुकेर त्यो बिस्किट खाइस्यो। मलाई एकदमै लाग्यो अब प्रोडक्सनले सबै चिज उहाँलाई दिएको छ, नपुग्ने के छ, यत्रो ठुलो सुपरस्टार, त्यो माथि बलिउड इन्डस्ट्रीको हस्ती। अनि मलाई त्यो चिज एकदमै राति पनि मैले गएर सोचेँ कस्तो के होला। मैले नेक्स्ट डे सोधेँ उहाँलाई, यसो किन गर्नुभएको हजुरले भन्दाखेरि यही चिजको लागि चाहिँ हामी बाँचेका हौँ, यत्रो सङ्घर्ष गरिरहेछौँ। यहाँ जति पनि हाम्रो युनिटमा जति पनि हुनुहुन्छ सबैले यही चिजको लागि गरेको हो। यो चिजलाई हामीले कहिले पनि अपमान गर्नु हुँदैन। सक्दो जहाँ एकदमै फोहोरमा खसेर खानै नहुने हो भने आफ्नो ठाउँमा, तर अन्नको अनादर गर्नु हुँदैन भनेर त्यस्तो चिजको लेसनहरू पनि मैले उहाँबाट पाएँ। सबैले मलाई डाइरेक्टर साहबदेखि लिएर सबले, जर्नलिस्ट सबै मिडियादेखि लिएर सबैले मलाई अग्रस्थानमा राखिदिनु भएको छ।